हेलो साथीहरू, आज मैले वातावरण मैत्री झोला जोगी झोला यसरी जिप राखेर तयार गरेको छु। यसको चाहिँ म तपाईहरुलाई खोलेर देखाउँछु। यसको फाइन फिनिशिङ चाहिँ यस्तो रहेको छ। यसको चाहिँ पुरा भिडियो छ, अन्तिमसम्म हेर्नु होला। ल है त साथीहरू, कपडा चाहिँ यो रहेको छ। यसको लम्बाइ चाहिँ 28 इन्च छ। यसको चौडाइ चाहिँ 18 इन्च छ। मैले चाहिँ 2 पिस निकाल्ने भएर यो दुईटा रहेको छ। यसलाई पनि हामीले फेरि यसलाई फोल्ड गर्नुपर्छ है। हामीले यसलाई यसरी फोल्ड गर्नुपर्छ। र मैले चाहिँ यहाँ यसरी यो नाप लिइसकेको छु। यहाँबाट चाहिँ 12 इन्च, यो चाहिँ हाम्रो शोल्डरमा बोक्ने भाग हो। अनि यो पनि यहाँबाट 12 इन्च। यो चाहिँ मैले बीचमा जिप राख्नको लागि यसको ठ्याक्कै यो बीच भाग गरेर यो यसको लम्बाइ चाहिँ 8, चौडाइ चाहिँ 7 छ है त यसको। ल यसलाई मैले अब यहाँबाट यसलाई हामीले कर्भ गर्नुपर्छ। यसलाई चाहिँ मैले यसरी कर्भ गर्छु। ल अब चाहिँ यसलाई कटिङ गर्ने। यो चाहिँ मैले कटिङ गरिसकेको छु। यस्तो कटिङ गरिसकेपछि चाहिँ यसको यो यस्तो हुन्छ। र यो चाहिँ यस्तो कर्भ भएको कारणले गर्दा हामीले फेरि यसलाई यहाँ सानो फेरि यसलाई कट दिनुपर्छ है त। यो चाहिँ सबै कटिङ गरिसकेपछि यस्तो देखिन्छ है त साथीहरू, यस्तो छ। अब यसको चाहिँ हामीले सिलाउने तरिका यो भयो। अनि हामीले यो दुई भाग होइन कि यो पहिला चाहिँ हामीले यो जोड्नुपर्छ है। यो शोल्डरको भाग यो जोड्नुपर्छ। यो जोड्दाखेरि यो जोड्दा यस्तो हुन्छ। ल म यो चाहिँ तपाईहरुलाई जोडेर देखाउँछु है। फर्स्टमा चाहिँ हामीले जिप राख्नुपर्छ। मैले चाहिँ यहाँ यो जिप राखिसकेको छु। अब यसलाई चाहिँ यहाँ राम्रो देखाउनको लागि मैले फेरि यसलाई यहाँ कभर गर्छु। मैले चाहिँ यो जिपमा यस्तो कभर गरिसकेँ। अनि यो सानो डोरी राखेको छु र यो शोल्डरको भाग पनि मैले जोडिसकेको छु है त। यो चाहिँ यस्तो हुन्छ। यो चाहिँ शोल्डरको भाग भयो। हाम्रो जिप चाहिँ यसरी बस्छ यहाँ। अब मैले यो साइडको भाग जोड्छु। हेर्दै राख्नु होला है त। ल है त साथीहरू, मैले चाहिँ यो जोडिसकेपछि यो पनि मैले हाने यसलाई पनि, र यसको यो शोल्डरको भाग पनि मैले यसरी हाने। यसको चाहिँ फाइन फिनिशिङ यस्तो रहेको छ है त। यस्तो छ। ल है त साथीहरू, यो मैले रेडी गरेर पनि यसरी पट्याएर यसरी जिप यसरी बनाएर राखेको छु। र तपाईहरुलाई पनि चाहियो भने तपाईहरुको चाहेको फेब्रिक, तपाईहरुले चाहेको साइज अनुसार पनि हामीले तयार गर्न सकिन्छ। त्यसको लागि तपाईहरुले लिसार ब्याग विथ कल्चरलाई सम्झिनु पर्ने हुन्छ। हाम्रो पसल पोखरा 3 नदीपुर भैरवटोल नजिकै छ। र फेसबुक टिकटक मार्फत पनि तपाईहरुले अर्डर गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज छ लिसार ब्याग विथ कल्चर, र टिकटक पनि सेम छ, लिसार ब्याग विथ कल्चरै छ। र चाहियो भने तपाईहरुले सम्झिनु सक्नुहुन्छ है त। नमस्ते।